चाहन्छु है त। 3 नम्बर बुदा, के तपाईँले अरूले कसैलाई विवाह गर्नका लागि प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ? छैन। भने छैन भनेर स्वीकारिसक्नु भएको छ। हामी ठुलो ताली बजाउनेछौँ। अझै छ, नातिनु होला। कति धेरै प्रश्न भनेर नातिनु होला। अझै धेरै छैन, अब थोरै छ, 2टा छ। अब तपाईँले यो प्रश्न गरिहाल्छ है त। पहिला हाम्रो भाइ विवशलाई नम्बर 3 को, के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर तयार रहनुहुन्छ? हजुर, म गर्छु। उहाँले तयारी रहन्छु भनेर उहाँले स्वीकारिसक्नु भएको छ। हामी ठुलो ताली बजाउनेछौँ। र यही प्रश्न हाम्रो बहिनी विमलालाई पनि सोध्छु है त। 3 नम्बर बुदा, के तपाईँ पवित्र विवाहको निम्ति विवाहको दिनसम्म स्थिर भएर तयार रहनुहुन्छ? हजुर, म रहन्छु। उहाँले हुन्छ, रहन्छु भनेर उहाँले स्वीकारिसक्नु भएको छ। हामी ठुलो ताली बजाउनेछौँ। अब एउटा छ, सुन्नुहोस् है त। अब एउटै मात्रै प्रश्न छ। पहिला हाम्रो भाइ विवासलाई, के तपाईँ एक आपसमा समझदार भएर आफ्ना